नमस्कार एन्ड शुभ बिहानी शुभ दिन अनि हजुरहरूलाई सबैलाई धेरै धेरै नमस्कार र मेरो तर्फबाट न्यानो न्यानो अभिवादन। अनि बजाज कम्प्याक्ट रहेको चाहिँ यो बडी एन्ड हामीले ढोकालाई चाहिँ यसमा बजाज कम्प्याक्टको चाहिँ हामीले सिट र SS5 हामीले चाहिँ आफ्नै डिजाइन र आफ्नै कम्बिनेसनलाई एफोर्ड गरेर हामीले चाहिँ यसरी हामीले ढोकालाई बनाएर कम्प्लिट गरेको छौँ। चारवटा ढोका चाहिँ लगभग कम्प्लिट नै भइसकेको छ र अब यसमा रह्यो मतलब प्यान्टको काम बाँकी रहेको छ र प्यान्ट गरिसकेपछि कम्बिनेसन कस्तो आउँछ भन्ने कुरा त यहाँले प्रत्यक्ष देख्न सक्नुहुनेछ। र प्लस अहिले चाहिँ यहाँनिर तपाईँको ढोका लगाइसकेपछि हिँडेको चाहिँ लुक्स चाहिँ यस्तो देखिन्छ र अहिले यो हालतमा नि यस्तो लुक्स चाहिँ एकदम ब्युटिफुल देख्न सक्नुहुन्छ तपाईँहरूले। र यो यस्तो बेला र यो कलर नगरेको बेला चाहिँ लुक्स भनेको ब्युटिफुल नै देख्नुभएको छ। र बाँकी पार्ट हामी टिकटक युट्युब प्लेटफर्ममा चाहिँ हामी यसलाई एभाइलेबल गराउनेछौँ। र बाँकी कम्बिनेसन भनेको अब ब्याक साइड यस्तो छ। हामी यहाँनिर यसलाई सिसा इन्स्टल गर्नेछौँ, फाइबर ग्लास हामी यहाँनिर इन्स्टल गर्नेछौँ र यसको काम धेरै नै छ। र बाँकी इन्जिन इन्स्टल गर्नु छ र बाँकी लुक्स भनेको तपाईँहरूलाई हामी यसको अपडेट दिनै रहनेछौँ। र ब्याक साइडबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ र यो लेफ्ट साइडबाट हेर्दा यस्तो देखियो र तपाईँको चाहिने यहाँ राइट साइडबाट हेर्दाखेरि चाहिँ हामी यस्तो देख्न सक्छौँ फ्रन्टको ढोका है। थ्याङ्क यू सो मच।